कृपया ताली बजाएर उहाँको स्वागत गर्न कृपया जोरदार ताली बजाएर स्वागत गर्नु। कार्यक्रमका सभाध्यक्ष छु, प्रमुख अतिथि ग्रान्ड मास्टर श्री तुलसी कुमार गुरुङज्यू, अतिथिज्यूहरू, पोखरामा बसोबास गर्नुहुने सम्पूर्ण वार्चो गाउँका बाबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू, म हार्दिक नमस्कार अनि सम्मान टक्राउन चाहन्छु। स्वीकार्नुहोला। नमस्कार। आज हामी अत्यन्तै विशेष कार्यक्रमको लागि समाजको यस प्राङ्गणमा एकत्रित भएका छौँ। एउटा यस्तो सम्मान र एउटा यस्तो व्यक्तिको सम्मान जसको लागि या यो आयोजक टोली हर कोही आतुर होला। एउटा यस्तो व्यक्ति जसले सुविधाहीन गाउँबाट हङकङको उज्यालोसम्म गएर हाम्रो सिर्फ आफ्नो नाम मात्र होइन, हामी सबै गाउँलाई गौरवान्वित तुल्याएको छ। यति मात्र नभएर उहाँले हामी गाउँलेलाई मात्रै नभएर गाउँलेलाई सिङ्गो राष्ट्रमा चिनाएको छ भने एउटा राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा ख्याति दिलाएको छ। एउटा यस्तो व्यक्ति जसको सम्मान गर्नको लागि आज हामी निकै आतुरका साथ वार्चोकका सम्पूर्ण परिवार यहाँ उपस्थित भएका छौँ। म बीचबीचमा अरू कुराहरू गर्दै जानेछौँ। उहाँको विषयमा, उहाँका बायोडाटा बारे हामी अरू कुराहरू पनि गरेछौँ र कार्यक्रमलाई हामी समयमै नै आरम्भ गर्ने हैसियतले म सर्वप्रथम आसन ग्रहणतिर लाग्न चाहन्छु र म जसको पनि नाम यहाँ लिन चाहन्छु। कृपया हाम्रा स्वयंसेवक दुईजना दिदीहरूलाई खादा र फुल उहाँसम्म पुर्याइदिनु हुन पनि म अनुरोध गर्न चाहन्छु। सर्वप्रथम हाम्रा आजका प्रमुख अतिथि, हाम्रा आदरणीय व्यक्तित्व, समाजसेवी व्यक्तित्व, नागरिक जनसेवा सम्मानबाट सम्मानित श्री तुलसी प्रसाद गुरुङज्यूलाई आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु र साथै उहाँलाई फुल र खदाबाट पनि सम्मान गरिदिनु हुनुको लागि अनुरोध गर्दछु। भने यसै गरी आदरणीय दिदी श्री गङ्गा गुरुङज्यूलाई पनि म सम्मान गरिदिनुको लागि आदरणीय दिदी श्रीपति माया गुरुङज्यूलाई अनुरोध गर्न चाहन्छु। यसै गरी ग्रान्ड मास्टर श्री तुलसी कुमार गुरुङका ज्येष्ठ सुपुत्र वरिष्ठ अधिवक्ता श्री बालकृष्ण गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। यसै गरी उहाँका कान्छा सुपुत्र श्री प्रशान्त गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु र साथै फुल र खदाबाट सम्मान गरिदिनुको लागि अनुरोध गर्न चाहन्छु। र के कारणवश कान्छी बुहारी रविशा गुरुङ अहिले हामी समक्ष हुनुहुन्न, उहाँलाई पनि हामीले सम्मान टक्राए र गाउँलेले उहाँलाई सम्झे र उहाँको पनि खदा र सम्मान कृपया उहाँकै श्रीमानलाई दिइदिनु हुन म अनुरोध गर्न चाहन्छु। यसै गरी हाम्रा आमा श्री खुरानी गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्न चाहन्छु र यसै गरी हाम्रा वयोवृद्ध बाबा श्री नैनसिंह गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्न चाहन्छु र यसै गरी वयोवृद्ध मामा श्री इमबहादुर गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। यसै गरी आदरणीय दिदी पत्तिमाया गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु अनुरोध गर्दै आदरणीय दिदी जसमाया गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु र आदरणीय भाउजू ज्योति गुरुङज्यूलाई पनि आसन ग्रहण। यसै गरी हाम्रा ज्वाइँतर्फ आदरणीय स्वर्गीय श्री जगमान गुरुङज्यूलाई पनि म आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु भन्दै आदरणीय दाई श्री रुद्रबहादुर गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। यसै गरी नाता तमु समाज पोखराका वर्तमान अध्यक्ष आदरणीय भेना श्री कृष्णबहादुर गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। भने यसै गरी वार्चो गाउँ विकास कोषका वर्तमान अध्यक्ष श्री धनराज गुरुङज्यूलाई आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु र सम्पूर्ण मैले मान्नुपर्ने सम्मानित व्यक्तित्वहरू, मेरा आदरणीय व्यक्तित्वहरू, मेरा गुरु, मेरा दाई भेना र सम्पूर्णलाई यथास्थान आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। र अब हामी कार्यक्रमको अर्को थोक हामी कार्यक्रमलाई
राष्ट्रको सम्मानको लागि र हामी एउटा राष्ट्रगीत राख्न गइरहेका छौँ। कृपया सबैजना राष्ट्रको सम्मानको लागि आफ्नो स्थानमा उभिदिनु हुन अनुरोध गर्न चाहन्छु। धन्यवाद छ सम्पूर्ण उपस्थित महानुभावहरूलाई। अब हामी कार्यक्रमको अर्को चरणमा कार्यक्रमको समुद्घाटनतर्फ लाग्दैछौँ र आज यस कार्यक्रमलाई विधिवत रूपमा र औपचारिक रूपमा शुभारम्भ गरिदिनुको लागि म आजका हाम्रा प्रमुख अतिथि ग्रान्ड मास्टर श्री तुलसी कुमार गुरुङज्यू र उहाँका जेठा दाइ श्री ईश्वर बहादुर गुरुङज्यूलाई आमन्त्रित गर्न चाहन्छु। उहाँहरू दुईजनालाई फेरि स्टेजमा आएर ब्यानरलाई पनि औपचारिक रूपमा खोलिदिनु हुन र ब्यानरलाई खोलिदिई आजको कार्यक्रमको समुद्घाटन गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। आजसम्मको जीवन यात्रासम्म उहाँले गर्नुभएका र कमाउनुभएका ख्यातिहरूलाई विस्तृत रूपमा राखिदिनुको लागि नादा तमु समाजका वर्तमान अध्यक्ष आदरणीय भेना श्री कृष्णबहादुर गुरुङज्यूलाई मञ्चमा आमन्त्रित गर्न चाहन्छु। हामी वास्तविक सरकार मञ्चको तर्फबाट अभिनन्दन गरिने व्यक्तित्व हाम्रो भाइ तुलसी कुमार गुरुङ, दाइ ईश्वरबहादुर गुरुङ, बुहारी गङ्गा गुरुङ, भतिजाहरू प्रशान्त र बालकृष्ण गुरुङ, बुहारी आउनुभएको हुन्छ। त्यस्तै अरू उषा नरेश गुरुङ, बाबा इमबहादुर गुरुङ, अनि भाउजूहरू, बहिनीजाहरू, अनि हाम्रो नादा समाजको वार्चो गाउँ विकास कोषको अध्यक्ष काका धनराज गुरुङज्यू, नादा तमु समाजको उपाध्यक्षज्यू एसपी नारायण गुरुङज्यू, साथै सम्पूर्ण बाबा आमा दाजुभाइ दिदीबहिनी सम्पूर्णमा म हार्दिक नमस्कार भन्न चाहन्छु। र आज हाम्रो विशेष कार्यक्रम तुलसी कुमार गुरुङलाई वार्चो गाउँलेको सम्पूर्ण वार्चो गाउँलेको तर्फबाट सम्मान गर्नुपर्ने कार्यक्रम हो र यसमा हामी उहाँकै विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ र उहाँको विषयहरू त हाम्रो यो अभिनन्दन पत्रमा पनि उल्लेख गरिएको छ र उहाँको परिचय, उहाँले गरेका काम कुराहरू के हो भन्ने कुराहरू सामान्य जानकारी गराउनको लागि मैले यहाँ सानो रिपोर्ट तयार गरेको छु, त्यो यहाँलाई सुनाउन गइरहेको छु। र यसमा श्रीमती, छोरा, बुहारी कसैको पनि यहाँ समावेश गरिएको छैन। त्योतिर गयो भने हाम्रो अलि लामो हुन्छ जस्तो लागेर मैले भाइको विषयमा मात्रै केन्द्रित राखेर केही रिपोर्टहरू बनाएको छु, त्यो म तपाईँहरूलाई सुनाउन गइरहेको छु। उहाँको परिचयको विषयमा भन्नुपर्दाखेरि
नाम त तुलसी कुमार गुरुङ नै भयो। बाबा हवलदार पतिराम गुरुङ, आमा काली गुरुङ। जन्मस्थान कास्की जिल्ला मादी गाउँपालिका वडा नम्बर 11 वारचोक। उहाँको एकजना दाजु हुनुहुन्छ, भाउजू पनि हुनुहुन्छ, एकजना दिदी हुनुहुन्छ, भेनाजु पनि हुनुहुन्छ, 2 जना भाइ हुनुहुन्छ, इन्सपेक्टर सिआई दिपेन्द्र गुरुङ र मास्टर राजेन्द्र गुरुङ। बुहारीहरू 2 जना छन्, 2 जना बहिनी हुनुहुन्छ, जसकुमार के अरे दिदी जसकुमारी भयो, बहिनीहरू ज्योति गुरुङ र खासा गुरुङ र ज्वाइँहरू पनि हुनुहुन्छ हालचालै। श्रीमती गङ्गा गुरुङ, छोरा बालकृष्ण र प्रशान्त गुरुङ। बुहारीहरू पनि 2टै हुनुहुन्छ र नाति नातिनी चाहिँ 3 जना हुनुहुन्छ। उहाँको पारिवारिक विवरण, उहाँको शिक्षा प्राथमिक शिक्षा भन्नाले गाउँकै अन्नपूर्ण सीतापोखरी प्रावि वारचोकमा सम्पन्न भएको थियो। त्यसपछि निवाबी शिक्षाको लागि उहाँ भाचोकको सेवा मिलन निवाबीमा जानुभयो। त्यस पछाडि उहाँ अमरसिंह माविमा गइसकेपछि त्यहाँबाट नै उहाँ ब्रिटिस गोर्खा सेनामा प्रवेश गरी हङकङ जानुभयो र उहाँले तालिमहरू के कस्ता लिनुभएको रहेछ भन्दाखेरि माध्यमिक विद्यालय अध्ययनको क्रममा पोखरामै पढ्ने क्रममा सेनाद्वारा सञ्चालित आधारभूत बक्सिङ सम्बन्धित तालिम, ज्ञान र अनुभव हासिल गर्नुभएको रहेछ र 1978मा ब्रिटिस गोर्खा फोर्समा भर्ती भएपछि रिक्रुट तालिम त समाप्त गरिने भयो। त्यसपछि उहाँले पोखरामा सिकेको बक्सिङ छोडेर टेक्वान्डो खेलमा चाहिँ प्रवेश गर्नुभएको छ र उहाँको प्रथम प्रशिक्षकमा रमेश गोसाई हुनुहुँदो रहेछ र उहाँको प्रशिक्षणमा तुलसी गुरुङको टेक्वान्डो खेल चाहिँ एकदमै मौलायो। अनि उनी पौडीमा पनि च्याम्पियन भयो। उनले पौडी कहाँ सिके भन्दा वार्चो गाउँकै सानो पोखरीमा, भन्नाले त्यो पोखरी हाम्रो लागि सानो भए पनि उहिले लमजुङको मान्छेहरू घुम्दै आउँदाखेरि त्यहाँ पोखरी छ भन्ने सुनेर हेर्न गएछ। त्यो पहिला त पोखरी गहिरै हुन्थ्यो, ठुलो थियो। त्यो पोखरी देख्दा उनीहरूलाई चक्कर लगाएर ओहो भनेर तर्सिएर हिँडेको थियो अरे। पहिला पोखरी त्यस्तो थियो, अहिले भने अब सबै सुकेर माटो देखिन लाग्छ। त्यो पोखरीमै खेलेर उनले पौडीको सिप हासिल गरे। हङकङ पुगेपछि अब त्यहाँको सुविधा सम्पन्न के भन्छ स्विमिङ पुलहरूमा खेल्ने भइहाल्यो। त्यही कारणले गर्दा उनले पौडीमा पनि राम्रो दक्षता हासिल गरे र उनले अब यसबाट के उपलब्धि प्राप्त गरे त भन्दाखेरि टेक्वान्डो सिक्न थालेको पहिलो वर्षमा नै हङकङ नेसनल टेक्वान्डो च्याम्पियनसिप प्रतियोगिताको लाइट वेटतर्फ च्याम्पियन भए। उनीहरूले टेक्वान्डो सिक्न थालेकै पहिलो वर्षमा नै हङकङको नेसनल टेक्वान्डो च्याम्पियनसिपमा लाइट वेटतर्फ च्याम्पियन बने। त्यो च्याम्पियनसिप उनले एकपल्ट भएन, 1980बाट 1983सम्म लगातार एक सत्र राज गरे। 1979बाट 87सम्म लगभग 8 वर्ष हङकङ ब्रिटिस फोर्स टेक्वान्डो च्याम्पियन्स सहित द बेस्ट फाइटर उपाधि हात पारे। 1982मा नेपाल काठमाडौँमा सञ्चालन भएको प्रथम राष्ट्रिय खेलकुदमा पौडीको विविध विधामा स्वर्ण पदक प्राप्त गरे। यो 2038 सालमा हो। त्यसै 2040 सालमा फेरि 1984मा दोस्रो राष्ट्रिय खेलकुद पोखरामा मार्सल आर्टमा च्याम्पियनसिप बने र बेस्ट फाइटर पनि घोषित भयो। र त्यो बेलामा नेपालमा टेक्वान्डोमा च्याम्पियन भनेको मान्छेहरू काठमाडौँमा मोहन राई, थानेश्वर राई भन्नेहरू थिए। त्यो मोहन राईलाई तुलसी कुमार गुरुङले चाहिँ क्वार्टर फाइनलमा नै हराएछन्। उनी क्वार्टर फाइनलमै आउट गरिदिए। 1984मा मोहन राई लगायतलाई आउट गरेपछि उनी च्याम्पियन बने। च्याम्पियनको साथसाथमा उनी बेस्ट फाइटर पनि घोषित भए र यस क्रममा उनले के जिम्मेवारी हासिल गरे त भन्दाखेरि हङकङको राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक भइसकेका छन्, कुकीवानको सल्लाहकार भइसकेका छन्, इन्टरनेसनल ग्रेट भ्यू टेक्वान्डो फाउन्डेसन फेडरेसन चाइना, हङकङ पुलिस टेक्वान्डो क्लब, हङकङ टेक्वान्डो क्लब, होराङ टेक्वान्डो क्लब युके का प्रमुख सल्लाहकार रहेछन् र सन् 2001मा स्थापित हङकङको नेप्लिज टेक्वान्डो सङ्घको संस्थापक र अध्यक्ष पनि
उनै हुन् र अन्तर्राष्ट्रिय मास्टर इन्स्ट्रक्टर तथा रेफ्री समेतको भूमिका निर्वाह गरिसकेका छन् भने 1985 देखि 1996 सम्म ब्रिटिस फोर्स हङकङ तेक्वान्डोको प्रमुख प्रशिक्षक तथा सचिवको भूमिकामा पनि थिए। अब तेक्वान्डो खेलको प्राविधिक पक्षहरूमा उल्लेख गर्न चाहन्छु। तेक्वान्डोको उपाधि प्राप्त गर्नलाई कति गाह्रो रहेछ भन्ने कुरा, कति समय लाग्दो रहेछ भन्ने कुरा, पहिलो कलर बेल्टबाट सुरु गर्नु पर्यो। कलर बेल्टबाट सुरु गरेपछि फर्स्ट डान लिनको लागि 3 देखि 4 वर्ष लाग्दछ। अनि फर्स्ट डान भयो, अब सेकेन्ड डान लिनु पर्यो भने फेरि 1 वर्षभित्र लिन सकिने, 1 वर्ष कुर्नु पर्यो। अनि सेकेन्ड डान गऱ्यो, अब थर्ड डान गर्छु भन्यो भने 2 वर्ष कुर्नु पर्ने। अझ सक्षम भएन भने त अब कति साल पर्छ होइन, सक्षम भयो भने 2 वर्षमा पाइयो। तेस्रो डानबाट चौथो डान लिनलाई त्यसलाई मास्टर पनि भन्दो रहेछ, 3 वर्ष लाग्दछ। अनि चौथो डानको मास्टर उपाधिपछि 5औं डान लिनलाई 4 वर्ष लाग्दो रहेछ। 5औं डानबाट 6औं डान प्राप्त गर्न 5 वर्ष लाग्दो रहेछ। यो 5औं डान प्राप्त गरेपछि ग्रान्ड मास्टर पनि हुँदो रहेछ र 6औं डान प्राप्त गरेपछि ग्रान्ड मास्टर हुँदो रहेछ र ग्रान्ड मास्टर पछि अब 7औं डान प्राप्त गर्नलाई 6 वर्ष लाग्छ। अनि 6 वर्षपछि फेरि अब 8औं डान लिनु पर्यो भने 8 वर्ष, 8औं डान पछि 9 डान लिनु पर्यो भने 9 वर्ष। यसरी एउटा तेक्वान्डोको सम्पूर्ण उपाधि हासिल गर्नलाई कमसेकम उनले 45 वर्षको उमेर खर्च गरेको छ। 16-17 वर्षमा उमेर भर्ती भए अनि त्यहाँबाट तेक्वान्डोमा गए। त्यो सिकेको उमेरदेखि अहिले 9 डान गरेसम्म उनको 45 वर्षको अवधि उमेर चाहिँ खर्च भइसकेको छ। गर्दाखेरि तेक्वान्डोको अन्तिम उपाधि लिनलाई कति जीवनको उमेर समायोजित गर्नुपर्दो रहेछ। अनि उमेरमै खर्च गरेर भएन, फेरि त्यहाँ अब कति कार्यकुशलता खेल्नु पऱ्यो, अनि दिमाग पनि लगाउनु पऱ्यो, हरेक काम गर्नुपर्छ। त्यसरी यो एकदमै महत्त्वपूर्ण पद उनले हासिल गरेको हुनाले आज हामी उहाँलाई अभिनन्दन गर्न गइरहेका छौँ। 9 डान लिन सफल भए। कसरी लिन सकिन्छ 9 डान? के सिप चाहिन्छ भन्दाखेरि तेक्वान्डोको 9 डान लिनको लागि सम्भवतः यो सबभन्दा उच्च श्रेणी हो। यो प्राप्त गर्न अत्यन्त दुर्लभ मानिन्छ। भन्नाले संसारमै 9 डान गरेको व्यक्ति 50 जनाभन्दा तल छ। यत्रो संसारमा 9 डान गरेको मान्छे 50 जना पनि छैन। तर नेपालमा छ 1 जना मात्रै, त्यो पनि उनै हुन्, तुलसी कुमार 1 जना मात्रै। र नेपालमा 9 डान गरेको अहिले मात्रै हो। जुन उपाधि तुलसी कुमारीले यो उनी 1 जना मात्रै हुन् र पहिलो पनि उनै हुन्। र यो चाहिँ खेलमा विश्वव्यापी रूपमा तेक्वान्डो खेललाई प्रवर्धन गर्नको लागि महत्त्वपूर्ण योगदान आवश्यक पर्छ। अभ्यासकर्ताहरूले दशकौँ लामो अनुभव, नेतृत्व, समर्पण गरेपछि मात्रै यो उपाधि प्राप्त गर्न सक्छन्, जुन हासिल गर्न तुलसी कुमारी गुरुङ सक्षम भए। उनको 45 वर्षको उमेर यसैमा खर्च भएको छ। अब एउटा सानो जानकारी, तेक्वान्डो खेल विश्वमा ओलम्पिकमा दर्ता भएको सन् 2000बाट। सिडनी ओलम्पिकबाट यो ओलम्पिकमा प्रवेश पायो। अहिले 206 मुलुकले यो खेल खेलाउँछ र संसारमा अहिले 8 देखि 10 करोडको आबादीमा तेक्वान्डो खेलाडीहरू अभ्यासरत छन्। अब नेपालको सन्दर्भमा म भन्न चाहन्छु, नेपालमा खेलकुदको राष्ट्रिय कम्पिटिसन सुरु भएको 2038 सालमा हो। 2038 सालमा काठमाडौँमा राष्ट्रिय खेलकुद सुरु हुँदा तुलसी गुरुङले पौडीमा के भन्छ फाइट गरे। पौडीमा उनले एउटा मात्रै होइन, बिचामा फाइट गर्दाखेरि उनले स्वर्ण पदक हासिल गरेका छन् त्यतिखेर। र दोस्रो राष्ट्रिय खेलकुद पोखरामै भयो। पोखरामा चाहिँ उनले मार्सल आर्टमा फाइट गरे। मार्सल आर्टमा फाइट गर्दाखेरि उनले गोल्ड मेडल प्राप्त गरे। साथसाथमा बेस्ट फाइटर पनि हासिल गरे। अब सामाजिक योगदानको कुरामा भन्नुपर्दाखेरि राष्ट्रज्योति मावि सैलामलाई उनले एकमुष्ट अनुदान कति दिए। तर त्यो राष्ट्रिय सैलामको स्कुललाई
त्यहाँको शैक्षिक स्तर उकास्नलाई उनले के गर्यो भने हरेक वर्ष एसएलसीमा परीक्षा दिने विद्यार्थीहरूमध्ये जसले फर्स्ट डिभिजन हासिल गर्छ उनलाई 10,000 को दरै इनाम। यसो गर्दा त्यहाँ धेरै केटाहरूले फर्स्ट डिभिजन हासिल गरेका छन् र यो उनले 1 वर्ष 2 वर्ष होइन आजीवन घोषणा गरेका छन्। म जीविकासम्म म स्कुललाई यो दिन्छु भनेर उनले घोषणा गरेका छन्। अनि यस्तो किसिमको सामाजिक जीवन चाहिँ उनले अँगालेका छन् र अब आर्थिक अनुदान त सैमरामले होइन भातुक मकैबाट अनि यता अब यो ससुरालीको तर्फबाट कति ठाउँमा दिएका छन् त्यो हामीले देखा जोखा छैन। अनि बाटोघाटो बनाउन मन्दिर बनाउन पनि हरेक ठाउँमा उनले सहयोग गरिरहेका छन्। अब भातुकमै बाटो बनाउँदा माउली गाउँ भनेर 2 लाख दिए। अब यहाँ नागदा मन्दिर बनाउँदा उनले 5 लाख दिए, 5 लाख रुपियाँ दिए। यसरी यो सामाजिक क्षेत्रमा पनि उनको ठुलो योगदान छ। 2072 सालमा महाभूकम्प गयो वैशाखको 12 गते। अब त्यो भूकम्प पनि उनीहरूले थुप्रै ठाउँमा कुनै ठाउँमा अब व्यक्तिगत दियो होला, कुनै ठाउँमा सामूहिक रूपमा उनीहरूले धेरै ठाउँमा के भन्छ सहयोग गरेका छन् र कोरोनाको बेलामा पनि धेरै ठाउँमा सहयोग गरेका छन्। अनि त्यो त हाम्रै गाउँमा वाचुक तोगी भाचुक हरेक घरलाई 5,000 गरे उनले 10 लाख रुपियाँ तिरेर बाँडेका छन् र अरू ठाउँ कति बाँड्यो भनेको थाहा छैन है। आफ्नो गाउँ प्रमोसनको लागि खै किन यो गाउँ मैले घुम्न सकिनँ भने गीतको भिडियो बनाए। यो भिडियो भन्दा पारिवारिक रूपमा बनाएको तर उनको पनि यसमा हिस्सा छ। र अर्को आफ्नै उनीहरूको काठमाडौँ एउटा निजी सञ्चार माध्यम छ, त्यहाँको मान्छेहरू ल्याएर लमतेरी गएर भिडियो बनाएर लमतेरी र वाक्चोको भिडियो बनाएर उनीहरूले त्यही सञ्चार माध्यमबाट प्रचार प्रसार गरेर हाम्रो लमतेरी र गाउँको प्रमोसनको लागि धेरै राम्रो काम गरेको छ। र आफ्नै विषयमा पनि आफ्नै बायोपिक बनाएको एउटा पुस्तक छापेर तुलसी वाक्चोको फेजबाट हङकङको उज्यालोसम्म त्यो किताब छापेर पनि उनी प्रकाशन गरिसकेका छन्। अन्तमा यस्तै राम्रा कामहरू गरेका हुनाले खेल क्षेत्रमा उच्चतम उपाधि हासिल गर्यो, सामाजिक क्षेत्रमा धेरै योगदान पुर्यायो भनेको हुनाले नेपाल सरकारबाट उनले प्रबल जनसेवा पदक राष्ट्रपतिको हातबाट उनी विभूषित भइसकेका छन्। अन्त्यमा सेनाको दायित्वसँगै समयको व्यवस्थापन मिलाउँदै सिभिलमा त्यही काम चाहिँ खेललाई समय मिलाएर कलर बेलदेखि सङ्घर्ष गर्दै उपाधि जित्दै 2015मा फेरि त्यही कन्जको एउटा एकदमै राम्रो गरिमामय पद भन्छ त्यसलाई हल अफ फेम, एकदमै ठुलो उपाधि हो हल अफ फेम 2015मा उनले हासिल गरे। र अहिले 9 डानको लागि उनले परीक्षा दिए। त्यो परीक्षा लिखित पनि दिनुपर्ने र अभ्यास गरेर पनि देखाउनु पर्ने होइन, एक्सपेरिमेन्ट पनि गरेर देखाउनु पर्यो, लिखित पनि दिनु पर्यो। त्यो किसिमबाट जाँचेर उनी पास भएका छन्। म वाक्चोक गाउँको समाजको तर्फबाट यति विवरणहरू प्रस्तुत गर्दै नाजा तमु समाजको पनि अध्यक्ष भएको नाताले नाजा समाजका सम्पूर्ण कार्य समिति, आम समिति र सम्पूर्ण नाजा समाजको तर्फबाट उहाँलाई यो अवसरमा धेरै धेरै बधाई र धन्यवाद दिन चाहन्छु। र मेरो आफ्नै तर्फबाट पनि हार्दिक शुभकामना, उत्तरोत्तर प्रगतिको, सुस्वास्थ्य र दीर्घायुको कामना गर्न चाहन्छु। धन्यवाद। जति पनि हामीले अहिले कुरा सुन्यौँ र कतिपय कुराहरू हामीलाई थाहै लागेन। आजभन्दा 45 वर्ष अगाडिदेखि उहाँले यो ताइक्वान्डोको क्षेत्रमा योगदान जोडिएर अनेकौँ योगदानहरू दिनुभयो। त्यसमा कई चिजहरूमा उहाँले धेरै प्राय जसो चिजहरूमा उहाँले सफलता हासिल गर्दै हामी सबैलाई गौरवान्वित गर्नुभएको छ। जति कुरा गर्यो र एकदमै असोचनीय अकल्पनीय कुराहरू छन् जसका हामीले अहिले वर्णन र व्याख्या गरेर साध्य छैन। बीचबीचमा यस्तै कुराहरू उहाँले जोडेका र आजसम्म कमाएका उहाँका डिटर्मिनेसन, उहाँले गर्नुभएको योगदानको आधारमा उहाँले पाएका उपाधिहरू धेरै छन्। तर हामीले त कसैले सार्वजनिक गरेका एउटा सानो सञ्जाल मार्फत टिपेका केही विषयहरू मात्रै तपाईँ समक्ष राख्न सक्यौँ। अनगिन्ती यस्ता
उपहार अनगिन्ती यस्ता उपाधिहरू छन् जसलाई हामीले आज अस्ति यही फ्लेक्सलाई बनाउँदा मैले तकरिबन कति दिनबाट सङ्कलन गरेपछि म यति मात्रै म सफल भएँ, यति फोटो मात्रै मैले यहाँ जोड्न सकेँ। यस्ता कति उपाधिहरू उहाँका भित्र लुकेर बसेका छन्। त्यो हामी केही समयपछि ती उपाधिहरूको विषयमा उहाँको आफ्नै मुखाग्निबाट सुन्नेछौँ। र यति भन्दै म हाम्रा केही व्यक्तित्वहरूलाई आसन ग्रहणमा पुनः एकपल्ट जोड्न चाहेँ। हाम्रा आदरणीय आमा श्री मिश्री गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु र आदरणीय आमालाई सम्मान गरिदिनु होला। आसन ग्रहण एकैचोटि लामो र मैले बिस्तारै पछि नाम लिएँ, कृपया अन्य समाज नजिकिनु होला। यसै गरी नाता तमु समाजका वर्तमान उपाध्यक्ष एएसपी श्री नारायण प्रसाद गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु। र यसै गरी वार्सो कम्पनी माई मन्दिर मोटर बाटो निर्माण समितिको उपाध्यक्ष आदरणीय दाई श्री लक्ष्मण गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दै भाइलाई खरबाट सम्मान गरिदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। एउटा यस्तो परिवारलाई सम्मान गर्नको लागि, एउटा हाम्रो गाउँको यति धेरै सम्मान बोकेका मान्छे आज पनि हामी कति वर्ष अगाडि पछि बल्ल एकत्रित भएर यहाँ एक आपसमा भेट्ने अवसर जुरेको छ। म केही शब्द राखिदिनको लागि, परिवारको आफ्नो जीवन गाथा र बुवाको केही विषयको लागि जोडिदिनको लागि उहाँका ज्येष्ठ सुपुत्र वरिष्ठ अधिवक्ता श्री बालकृष्ण गुरुङज्यूलाई मञ्चमा आमन्त्रित गर्न चाहन्छु। हाम्रो कार्य समितिका अध्यक्ष कृष्ण काका है, अब काका सायद हाम्रो सबै इष्टमित्रै हुनुहुन्छ, गाउँले हुनुहुन्छ, जेठबाहरू है, एकमुष्ट सेवाढोक नमस्ते र माया। केही विशेष व्यक्तिहरूलाई धन्यवाद दिन चाहन्छु। सर्वप्रथम हाम्रो स्वर्गीय आदरणीय स्वर्गीय पतिराम गुरुङजी अनि हाम्रो बजै प्रिय काली गुरुङजीलाई धन्यवाद दिन चाहन्छु, किनकि उहाँको कोखबाट यस्तो एउटा गाउँलाई मात्रै होइन देशले नै नाम सिधाउने त्यस्तो गत जन्माउनु भयो, जो चाहिँ मेरो पापा ग्रान्ड मास्टर तुलसी कुमार गुरुङजी। दोस्रो चाहिँ दाबाले अब हाम्रो जेठाबाले भनिसक्नुभयो 45 वर्षको डेडिकेसन सहनशील भएर उहाँले काम गर्नुभयो ताइक्वान्डो फिल्डमा। त्यसमा उहाँले केही चिज पनि त्याग्नु पर्यो, जसमा चाहिँ एउटा पारिवारिक जिन्दगी पनि एउटा त्याग्नु पर्यो। त्यो त्याग्दाखेरि मेरो आमा श्रीमती गङ्गा गुरुङजी, उहाँले चाहिँ बुवा र आमाको रोल पनि खेल्नुभयो। त्यसमा पनि धेरै धेरै धन्यवाद माझी। अर्को चाहिँ स्थानलाई भन्नुपर्दाखेरि चाहिँ हाम्रो सुन्दर गाउँ वार्चोक, जो चाहिँ लमतरी माईको छायामा बसेको एकदम सुन्दर, सानो भयो नि एकदम सुन्दर गाउँ छ। अनि गाउँलेको मन ठुलो छ होइन। त्यसै कारणले तपाईँहरूले अप्पर झर्कमा, खासरी हामी यहाँ अर्कै कार्यक्रमले आएको थियौँ, अप्पर झर्कमा हजुरले यस्तो भव्य तरिकाले हामीलाई, मेरो परिवारलाई, मेरो बुवालाई यसरी सम्मान गरिदिनु भएकोमा धन्यवाद। अर्को त अब बुवाको बारेमा भन्नु पर्यो होइन, उहाँ हाम्रो विशेष अतिथि हुनुहुन्छ। बुवाको भन्दाखेरि सर्वप्रथम चाहिँ पापाले माइन्ड नगर्नुहोस् है, म उहाँको एज बताउँछु है। उहाँ चाहिँ खासै 63 वर्षको हुनुहुन्छ है, तर स्टिल यङ देख्नुहुन्छ है। एउटा कहानी पनि छ, मेरो ठुलो दाडीको जेठा छोरा शिव गुरुङ, उहाँको बिहामा आउँदाखेरि हामीले काम गर्दै थियौँ, खजानी खर्लघटी काम गरेको थियौँ, मैले बिर्सेको छुइनँ। काम गर्दाखेरि बुढी बजेहरूले गुरुङ भाषामा, सायद भाग्यवश अभाग्यवश उहाँहरू हुनुहुन्न होला, गुरुङ भाषामा तिमी दुईवटा ईश्वरको छोरा हो भन्यो। होइन उहाँ त मेरो बुवा, उहाँ चाहिँ तुला चार भनेर भन्नु पऱ्यो कि। उहाँ त्यस्तो यङ लेख्नुहुन्छ। तर मैले कारण छ किन 63 भनेर भने, कारण 63 भनेको त 63 वर्ष भनेको त अवकाश लिएर पेन्सन थापेर ढुक्क गरेर आमचेरमा बस्नु बेला हो। तर उहाँको नौदान भनेको त एकदम उत्कृष्ट, मेरो विचारमा त यो PhD लेभल हो।
जेनपाले भने जस्तै 45 वर्ष अध्ययन गरेर लिखित रूपमा थिसिस लेखेर अनि टेक्निक देखाएर गर्नुपर्ने चिज त्यो कुनै मामुली कुरा होइन। स्पेसली 63 वर्षको बुढो भन्नु पऱ्यो है मार्गलीमा पापा त्यस्तो गर्नु भनेर चाहिँ होइन। त्यस्तो एउटा व्यक्ति छ हाम्रो माझमा वार्चोकको गाउँ, अनि उहाँले वार्चोकको गाउँ जहिले पनि भन्नुहुन्छ। हामी अघि भर्खरै गण्डकी प्रदेशको ताइक्वान्डो एसोसिएसनले उहाँलाई सम्मान कार्यक्रम गर्नुभएको थियो। उहाँले चाहिँ मेरो गाउँको सम्मान कार्यक्रम छ, तिमीहरूले चाहिँ यति बजी चाहिँ स्टप गर्नैपर्छ भनेर चाहिँ उहाँले भन्नुभएको थियो। उहाँले चाहिँ गाउँलाई चाहिँ त्यति माया आदर गर्नुहुन्छ। अनि उनीहरूले भने भगवान् आमा तपाईँहरूको सबैको आमा बाबा भने भगवान्, त्यो स्वाभाविक कुरा हो। तर एउटा मन छुने कुरा चाहिँ एउटा उहाँ जतिको उमेरको बुढोले चाहिँ तुलसी गुरु त मेरो लागि भगवान् हो भने मैले चिनेको छैन मान्छे। त्यस्तो दृष्टिकोणले हेर्दो रहेछ के बुवालाई पापालाई होइन। मेरो लागि त भगवानै हो, तपाईँको आमा बाबा तपाईँको लागि भगवान् हो भने गुरुलाई चाहिँ त्यस्तो मानेर चाहिँ भगवान् भनेर शब्द मञ्चमा भन्नुभयो। त्यस्तो मञ्चमा त्यसै कारणले चाहिँ बुवा हजुरलाई पनि धेरै धेरै धन्यवाद। तपाईँको कारणले मैले पनि यत्रो नेता जसरी फुलमाला लाउनु पाएँ होइन। मेरो सानो बित्ती अब हजुरले चाहिँ यसो रिल्याक्स गर्नुहोस् है। छोराहरूलाई पनि मद्दत दिनुहोस्, छोराहरूलाई पनि पालो दिनुहोस् न, यसरी मञ्चमा आफै उठ्न पाऊँ होइन। हजुर पनि के अरे बालकृष्णको बाउ भन्न पाऊँ होइन। त्यसै कारणले त्यति भने मेरो, तर त्यही पनि मेरो आधार मेरो गाउँ वार्चोक, जय वार्चोक गाउँ, जय लम्तुली, जय नादा। धन्यवाद। धन्यवाद छ अधिवक्ता वरिष्ठ अधिवक्ता श्री बालकृष्ण गुरुङज्यूलाई। अब हामी आजको यस कार्यक्रमको एउटा महत्त्वपूर्ण पाटोमा सुरु गर्न प्रवेश गर्न गइरहेका छौँ र सबैभन्दा पहिला उहाँलाई सम्मान गर्नु अगाडि हाम्रा आदरणीय नादा तमु समाजका अध्यक्षले राखिसक्नुभएका कुराहरूलाई केही विस्तृत र छोटकरीमा एउटा हामीले सम्मान पत्र अङ्कित गरेका छौँ र तपाईँहरू समक्ष पढेर यसलाई सार्वजनिक गर्न चाहन्छु। वार्चोक सरोकार मञ्च मादी गाउँपालिका 11 कास्की अभिनन्दन पत्र श्री तुलसी कुमार गुरुङ मादी गाउँपालिका 11 वार्चोक हाल हङकङ। प्राकृतिक सौन्दर्यताले भरिपूर्ण धार्मिक पर्यटकीय क्षेत्र लम्तरी नादा माईको काखमा अवस्थित मादी गाउँपालिका 11 वार्चोकमा पिता हवलदार पतिराम गुरुङ र माता काली गुरुङको माइला सुपुत्रको रूपमा जन्मनुभएका तुलसी कुमार गुरुङ गाउँले परिवेश माटो र पानीसँग खेल्दै हुर्किएका निष्कपट भुइँ मान्छे पढाइको क्रममा पोखरा हुँदै ब्रिटिस गोर्खा भर्ती केन्द्रबाट छनौट भई हङकङ पुगेपछिको सैनिक जीवन साथै परिवर्तित वातावरणमा खेल क्षेत्रमा आकर्षित भई टेक्वान्डो खेलमा अनवरत सङ्घर्ष गरी खेलका विभिन्न चरण पास गर्दै र उपाधि हासिल गर्दै टेक्वान्डोका गरिमाया उच्चतम सम्मान हल अफ फेम प्राप्त साथै विश्व टेक्वान्डो सङ्घबाट हालै मात्र 9 डान ग्रान्ड मास्टर उपाधि हासिल गर्न सफल प्रथम राष्ट्रिय खेलकुद 2038मा पौडी र 2040मा मार्शल आर्ट्समा स्वर्ण पदक सहित बेस्ट फाइटर घोषित 2072को महाभूकम्प र 2074 देखिको कोरोना महामारीबाट राष्ट्रलाई सङ्कटमा परेको अवस्थामा यथेष्ट आर्थिक नैतिक सहयोग राष्ट्रज्योति माध्यमिक विद्यालयको शैक्षिक स्तर उकास्न आर्थिक नैतिक सहयोग विभिन्न बाटोघाटो मन्दिर सङ्घ संस्था निर्माण गर्न आर्थिक सहयोग वार्चोक गाउँको चिनारीको लागि खै किन हो किन यो गाउँ मैले भुल्न सकिन र लम्तरी मन्दिरको प्रचार प्रसारको लागि भिडियो निर्माण आफ्नै जीवन कथामा आधारित तुलसी वार्चोकको फेदबाट हङकङको उज्यालोसम्म पुस्तक प्रकाशन नेपालकै पहिलो एकमात्र 9 डान ग्रान्डमास्टर उपाधि विजेता खेल क्षेत्रकै एउटा नक्षत्र नेपाल सरकारबाट प्रबल जनसेवा श्री सम्मानबाट विभूषित कर्म गर फलको आशा नगर भन्ने सिद्धान्तका धनी तपाईँ गौरवान्वित हुँदै सम्पूर्ण वार्चोक गाउँका तर्फबाट अभिनन्दन पत्रसहित सम्मान गरिएको छ। तपाईँको बाँकी जीवन सुख शान्तिपूर्व स्वास्थ्य र दीर्घायु होस्। हार्दिक शुभकामना। निमित्त वार्चोक सरोकार मञ्च
दिसम्बर 2081 साल चैत्र महिना 29 गते शुक्रबार शुभम म सम्मानित व्यक्तित्व ग्रान्डमास्टर श्री तुलसी कुमार गुरुङ र उहाँका धर्मपत्नी श्री गङ्गा गुरुङज्यूलाई मञ्चमा सम्मान ग्रहण गर्नको लागि आमन्त्रित गर्न चाहन्छु भने सम्मान गरिदिनको लागि उहाँका दाइ श्री सुबहादुर गुरुङ, भाउजू बत्तीमाया गुरुङ र जेठी दिदी जसमाया गुरुङज्यूलाई पनि म मञ्चमा आइदिनु हुन अनुरोध गर्न चाहन्छु। कृपया ताली बजाइदिनु हुन, तालीको कमी नहुनुपर्ने। पनि अनुरोध गर्न चाहन्छु। कृपया जोरदार ताली बजाइदिनु होला। कृपया ताली बजाउन गरिदिनु होला। जोरदार ताली बजाएर उहाँको सम्मान आज दोब्बर पाइदिनु हुन म अनुरोध गर्छु। उहाँले अहिलेसम्म गरेका र रचेका इतिहासबारे हामी सुन्नेछौँ। कृपया एकपटक फेरि पुनः जोरदार ताली बजाएर उहाँको सम्मान गरिदिनु हुन अनुरोध गर्छु। नमस्ते, थ्याङ्क यू। सोल्टी पार्सुको यो 7 स्टार म्यानेजमेन्टको लागि धन्यवाद। नर्मली होटेलमा तपाईँहरूले 5 स्टार भनेको सुनेछ होइन? 5 स्टार भन्छ नि, 5 स्टार भनेको चाहिँ एकदमै राम्रो होटेल हो होइन? आज उहाँले र वार्सुकेले चाहिँ 7 स्टार भनेर 7 स्टार भनेपछि उत्कृष्ट म्यानेजमेन्ट भन्छ यसलाई चाहिँ। त्यसको लागि हार्दिक धन्यवाद। वार्सुके समाजलाई धेरै धेरै धन्यवाद। अनि तपाईँहरूको चाहिँ अर्ग्यानिक माया भन्छ नि होइन? आजभोलि चाहिँ लोकल र के भन्छ होइन? कुखुराहरू पनि लोकल र बयरल के भन्छ नि? तपाईँहरूको चाहिँ अर्ग्यानिक माया, तपाईँहरूको पक्का निस्वार्थ मायाको लागि हार्दिक धन्यवाद दिन चाहन्छु। आफू जन्मेको भूमि कसलाई माया लाग्दैन, तर कर्मको कारणले त्यो जीवन यात्रामा मान्छेलाई कहाँ कहाँ पुर्याउँछ त्यो थाहा हुँदैन रहेछ। तर त्यो यात्राको क्रममा तपाईँ जुन स्तरमा पुगे पनि पछि तपाईँलाई सम्झना आउने फेरि त्यही जन्मभूमि नै रहेछ। त्यस कारणले हामीले हुन त अब त्यो भिडियो जुन चाहिँ सङ्गीत एउटा गाना चाहिँ हामीले पहिले नै हाम्रो परिवारले चाहिँ उत्पादन गरेको थियो। किन हाम्रो वार्सुकलाई माया लाग्छ भन्ने एउटा भिडियो थियो, त्यो चाहिँ धेरैले हेरेको छ। त्यसको त्यही भिडियोको शब्दहरू लिएर म चाहिँ अगाडि बढिरहेको छु। सर्वप्रथम त उपस्थित सम्पूर्ण वाजुथेमै तपाईँहरूलाई धन्यवाद। आज चाहिँ मैले धेरै मिस गरेछु मेरो आमालाई, मेरो बुवालाई होइन? त्यो उहाँहरू तपाईँहरूलाई थाहा छ, उहाँ चाहिँ भगवान रूपीमा हुनुहुन्छ। आजको यो तपाईँहरूको चाहिँ माया, तपाईँहरूको सपोर्ट उहाँले देख्नुभएको भए उहाँ धेरै खुसी हुनुहुन्थ्यो। तर मलाई आशा छ उहाँहरू जहाँ भए पनि उहाँहरू एकदमै खुसी हुनुहुन्छ। त्यसको लागि चाहिँ आज जुन चाहिँ कार्यक्रम तपाईँहरूले गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। किनभने म धेरै बोल्छु भनेर आएको थिएँ, तर आज म चाहिँ तपाईँहरूको चाहिँ यो कार्यक्रमले मलाई स्पिचलेस भन्छ क्या अङ्ग्रेजीमा चाहिँ, बोल्ने शब्द नै छैन क्या तपाईँहरूको अगाडि चाहिँ। तर जे भयो भने म के भन्न चाहन्छु भने त्यो हाम्रो माया, हाम्रोको एकअर्कामा सपोर्ट एन्ड युनिटी चाहिँ एकदमै हुन जरुरी छ। अहिले यो तपाईँहरूको चाहिँ बन्दोबस्त देख्दाखेरि नि वार्सुकले धेरै ठुलो फड्को मारेको जस्तो मलाई अनुभूति भइरहेको छ। वार्सुक गाउँ यो नेपालको चाहिँ नमुना गाउँ हुनुपर्छ। अनि मलाई आशा छ यो नमुना गाउँ पक्कै पनि हुनेछ। त्यसको लागि जुन प्रकारले तपाईँहरूले अविरल लागिरहेको छ, जुन प्रकारको तपाईँहरूको टिम छ, जुन प्रकारको तपाईँको लिडर छ, अहिले संयोगवश मेरो आफ्नै जेठा दाइले लिड गर्नुभएको छ। मन्दिर बनाउनदेखि लिएर बाटो बनाउनेदेखि लिएर यो सानो काम किन नहोस् उहाँले चाहिँ लिडरसिपमा, उहाँको लिडरसिपमा हामीले गरिरहेको छ। तर उहाँ एउटा लिडर मात्रै भएर हुँदैन, त्यसको बिहाइन्ड द लिडर हामी सबै
को साथ भएको कारणले उहाँले गरेको कार्यहरू चाहिँ एकदमै सफलतापूर्वक अगाडि बढिरहेको छ। योभन्दा धेरै राम्रो गर्न सकिन्छ हामीले, किनभने अझै गर्ने धेरै कुराहरू छ हाम्रो गाउँमा। हाम्रो गाउँलाई विकास गर्नको लागि धेरै हामीले अझै गर्नुपर्ने छ, किनभने त्यहाँ पर्यटन लानको लागि त्यहाँ सुविस्ताहरू पनि चाहिन्छ होइन। त्यो मन्दिर मात्रै बनाएर हुँदैन, बाटो मात्रै बनाएर हुँदैन, त्यहाँ बस्ने, त्यहाँ विभिन्न प्रकारको चाहिँ त्यहाँ सहुलियतहरू हामीले बनाउन जरुरी छ। त्यसको लागि बिस्तारै अगाडि बढ्दैछ। तर त्यो बढाउनको लागि झन्डै योभन्दा 4-5 वर्ष अगाडि एउटा चाहिँ वर्कसप डेभलपमेन्ट फन्ड भनेर एउटा क्रिएट गरेको थियो। गाउँ विकासको लागि चाहिँ आर्थिक चाहिँ एकदमै बलियो हुनुपर्छ भनेर एउटा चाहिँ परिकल्पना गर्ने मेरो ज्वाइँ, तपाईँ उठिदिनुहोस्, ज्वाइँ रुद्रबहादुर गुरुङ, उहाँ चाहिँ संस्थापक हुनुहुन्छ। किनभने उहाँले गर्दाखेरि चाहिँ झन्डै 20-25 लाख हामीले उठाएको थियो त्यो बेलामा चाहिँ। उहाँको ठुलो योगदान छ। त्यो मान्छेको चाहिँ संसार चाहिँ अहिले आर्थिकले चल्छ। तपाईँले हेर्नुहोस्, चाइना किन अमेरिकासँग टक्कर लिँदैछ, त्यो लडाइँ गर्न चाहिँ सकोस् नसकोस्, तर उनीहरूको आर्थिक बलियो भएको कारणले गर्दाखेरि उनीहरू चाहिँ युएसएसँग उनीहरू चाहिँ टक्कर लिन्छ। त्यो चाहिँ के हो? आर्थिकको कारणले हो। गर्दाखेरि हाम्रो आर्थिक बलियो गयो भने हामीले धेरै कुरा गर्न सक्छ गाउँको लागि है। गर्दाखेरि त्यस कारणले गर्दाखेरि आज तपाईँ हामीले कसैले सोचेको थिएन कि लम्तरीमा बाटो जान्छ भनेर। त्यो बाटोको कन्सेप्ट पनि हाम्रो राइट लिडरसिप भएन भने हामीले पाउँदैन। तर त्यस कारणले मेरो जेठा दाइ ईश्वरबहादुर गुरुङ, हजुर उठिदिनुहोस्। यो मलाई त के लाग्छ भने मैले जति काम गरेको छ बाहिर गरेको छ, मैले त केही पनि गरेको छैन गाउँको लागि जस्तो लाग्छ क्या। यो सम्मान पाउने व्यक्तिहरू उहाँहरू हुनुहुन्छ, म होइन। मलाई त्यस्तो लाग्छ क्या, किनभने गाउँमा उहाँले जुन प्रकारको कन्ट्रिब्युसन गरेछ नि त्यो चाहिँ ठुलो हो जस्तो लाग्छ मलाई। तर अहिले मेरो छोराले भने जस्तो म पनि 63 वर्ष पुगिसकेँ। 63 वर्षको मैले बुढो कहिले भन्दैन, 63 इयर्स यङ म्यान होइन, 63 इयर्स 63 वर्ष कन्देरी भन्छु क्या म चाहिँ है। अब छोरामा दौड्यो भने मैले जित्दिन्छु होइन, भनेपछि त म यङ नै हो नि त होइन, यङ नै हो भन्दै तपाईँहरूको चाहिँ माया, तपाईँहरूको सपोर्टको लागि हार्दिक धन्यवाद दिन चाहन्छु। अनि म विशेष आजको यो कार्यक्रम कोअर्डिनेट गर्ने सोल्टी हजुर यहाँ आइदिनुहोस्। हजुर जस्तो व्यक्ति चाहिन्छ होइन, हि इज अ भेरी प्रोफेसनल। आजको म्यानेजमेन्ट देख्दाखेरि नि उहाँलाई म 7 स्टार दिन्छु, किनभने उहाँ चाहिँ भेरी गुड, एकदमै सोल्टी राजा होइन। हामी पदले भन्दा सोल्टी भन्दा अलिकति नजिक हुन्छ कि भनेर मैले उहाँलाई सोल्टी भने होइन, किनभने हाम्रो गाउँघरमा नाताले बोलायो भने अलिकति नजिक भयो जस्तो लाग्छ कि। हामीले फर्मल कार्यक्रम भन्दा यसरी बोल्न पायो भने राम्रो हुन्छ जस्तो लाग्छ। जे होस्, हजुरको चाहिँ यो कोअर्डिनेसन र सम्पूर्ण वाजुथेमै वार्चुके समाजका दाजुभाइ दिदीबहिनी आमा बाबा सोल्टिनीहरू, सोल्टिनी धेरै छ यहाँ होइन, सोल्टिनी धेरै छ, एकदमै राम्री भएर नै आउनु भएको छ होइन। थ्याङ्क यू सो मच तपाईँहरूको माया र सपोर्टको लागि, धन्यवाद सर। धन्यवाद छ सोल्टी। र आज एकदमै हाम्रो लागि सौभाग्यको क्षण, हाम्रो लागि एउटा अत्यन्तै विशिष्ट कार्यक्रम हो यो। र आज यो नादा माईको आशीर्वादले, नादा माईको कृपाले गर्दा नै हामी यहाँ छौँ र हामी यहाँ सबै सुरक्षित र हामी सबै फुली फलेका छौँ। र भर्खरै मात्र उहाँले भन्नुभयो कि नादा मन्दिर निर्माणमा पनि धेरै योगदान छ। हो, उहाँको परिवार, आज हामीले पुरै गाउँलाई, समुच्च गाउँलाई एकतर्फ र उहाँको परिवारको योगदानलाई एकतर्फ राख्ने हो भने हामी कता कतै अलिकति डगमगिन्छौँ। उहाँहरूको योगदान, उहाँहरूको सहयोग, साथ सपोर्ट हमेसै हाम्रो यो गाउँको लागि, हाम्रो ठाउँको लागि अपरिहार्य रहेको छ। र आज पुनः एकपटक यहाँ आएर आदरणीय व्यक्तित्व श्री ईश्वरबहादुर गुरुङज्यूको नेतृत्वलाई पछ्याउँदै हामीले वार्चोकदेखि लम्तरी माई मन्दिरसम्म मोटर बाटो अब एकदमै छिटो हामी जोड्न गइरहेका छौँ। यसमा उहाँलाई नै, उहाँको नेतृत्वलाई मैले माने र एउटा असल व्यक्ति र गाउँको लागि, ठाउँको लागि यदि कसैले पनि आजको दिनमा काम गर्ने भन्दा पनि नेतृत्व गर्नलाई धेरै कठिन छ। त्यसलाई लिएर हिँडेर जाँदा मैले उहाँको नेतृत्व गर्ने शैली र ढङ्गलाई राम्रो माने र मैले
म एउटा भलिन्टियर बेसमा म आएर उहाँको पछि लाग्दै गर्दा आजसम्म एउटा वार्चोक विकास कोषको पैसालाई एकतर्फ राखेर हामीले मोटर बाटो निर्माणमा मात्रै तपाईहरू सबैजनाको सहयोगबाट तपाईहरू सबैजनाले स्वतन्त्र रूपमा गर्नुभएको योगदान पश्चात म तपाईहरु समक्ष केही हिसाबहरू अहिलेसम्मका मसम्म आइपुगेका हिसाबहरू राख्न गइरहेको छु। कृपया यसलाई अलिकति ध्यान दिएर सुनिदिनु हुन अनुरोध गर्न चाहन्छु। हालसम्म हाम्रो मोटर बाटोको लागि उठेको रकम 71,17,598 र भर्खरै मात्रै एउटा खुसीको कुरा कि हाम्रा भान्जा वरिष्ठ अधिवक्ता श्री बालकृष्ण गुरुङज्यूको तर्फबाट पनि हामीलाई 50,000 आइसकेको छ। गर्दाखेरि 71,67,598 रुपियाँ हाम्रो उठिसकेको रकम छ। त्यसपछि हाम्रो उठ्नुपर्ने रकममा 2,95,100 रुपियाँ हाम्रो उठ्नुपर्ने छ। त कुल लगाउँदाखेरि हामीले 74 लाख समथिङ हाम्रो लगभग 75 लाखको हाराहारीमा मोटर बाटो निर्माणको लागि ट्र्याक ओपन गर्नको लागि हाम्रो पैसाहरू हामी समक्ष आइसकेको छ। यसपछि पनि कतिजना यस्ता व्यक्तिहरू हुनुहुन्छ जो हाम्रो सम्पर्कमा छन् र उहाँहरूले अझै हामी सहयोग गर्छौँ भन्ने बाचा राख्नुभएको छ। र त्यसपछि यो हाम्रो सिर्फ वार्चोक लमतरी माई मन्दिर मोटर बाटोको लागि मात्रै उठेको रकम हो। लगभग 74 देखि 75 लाखको एक्ज्याक्ट फिगरमा हाम्रो त्यहाँ उठिसकेको छ भने अब वार्चोक विकास कोषको लागि हाम्रो रुद्रबहादुर दाईको अध्यक्षतामा केही युकेबाट हङकङबाट र देश विदेशमा छरिएर आफ्नो गाउँलाई माया गर्ने हाम्रा दिदीबहिनीहरूलाई हामी सम्मान स्वरूप उनीहरूको नाममा पनि एकपल्ट ताली बज्न नै पर्छ, कृपया ताली बजाइदिनु होला। उहाँबाट आएको रकमहरू तकरिबन हाम्रो 33,62,726 मोटर बाटोको अलावा 33,62,726 रुपियाँ। यसमा चाहिँ हाम्रो अलगै वार्चोक गाउँ आफै बनाऊ भन्ने अन्तर्गत वार्चोक गाउँ विकास कोषको अन्तर्गत त्यति पैसा चाहिँ हामीसँग अझै पनि रहेको र कुल लगाउँदा हाम्रो तकरिबन 1 करोडभन्दा माथिको रकम हामीसँग अहिले आफ्नो गाउँलाई निर्माण गराउन, आफ्नो गाउँलाई नमुना गाउँ बनाउनको लागि हामीसँग यति पर्याप्त रकमहरू उपलब्ध भइसकेको र उपलब्ध गराउने सम्पूर्ण तपाईँहरूलाई हाम्रो तर्फबाट र हामी सम्पूर्ण वार्चोकेत हौँ र जुन खटिएर अगाडि हामी लिड गरेर अहिले हिँड्दैछौँ आफ्नो गाउँ आफ्नो आफै बनाऊ भन्ने एउटा अभियानका साथ तपाईँहरू सम्पूर्णलाई हाम्रो तर्फबाट हार्दिक सम्मान र हार्दिकता प्रदान गर्दै म अब हाम्रा मोटर बाटो निर्माण समितिका अध्यक्ष नादामाई मन्दिर निर्माण समितिका संस्थापक अध्यक्ष आदरणीय भेना श्री ईश्वरबहादुर गुरुङज्यूलाई आफ्नो केही शब्द राखिदिनु हुनुको लागि अनुरोध गर्न चाहन्छु। भाइले यस्तो काम गरेपछि त भन्न मन त्यसै लाग्ने हो। त्यसले गर्दाखेरि सबभन्दा पहिलो त मेरो भाइलाई धेरै बधाई छ, ताली। अनि म के भन्न माग्छु भनेदेखिलाई मैले मन्दिर बनाएर हुर्क्यो, पहिलो सुरु मन्दिर सम्झिन्छु मैले। नादा देवी कि वाटो गाउँ कि तुलसी गुरुङ कि तुलसी जस्तो मान्छे अझै जन्मिनुपर्छ यो गाउँमा। यो गाउँमा तुलसी जस्तो मान्छे जन्मिनुपर्छ यो गाउँमा अझै। अनि म के भन्छु भनेदेखिलाई मलाई सपोर्ट गर्ने एउटा मेरो पछाडिको ढाड भनौँ न, ब्याकबोन भन्दैछ इङ्ग्लिसमा। त मैले त इङ्ग्लिस त धेरै जान्दैन फेरि, तर फेरि अहिले फेरि इङ्ग्लिस पनि बोल्नु पऱ्यो फेरि। त्यसले गर्दाखेरि मलाई मद्दत दिने चाहिँ सबभन्दा यहाँ माइला उहाँ क्याप्टन साहब, साथमा मेरो भाइ कृष्ण, अनि यहाँ मेरो काकाहरू साथै मेरो काका कान्छे काका छ फेरि एकदमै जहाँ भन्छ उहाँ पुग्ने। त्यसले गर्दा सम्पूर्ण मेरो परिवार, मेरो भाइ खलाक, मेरो यो परिवार मात्रै होइन, वार्चोक त मेरो परिवार हो। म कालीको परिवार मात्रै होइन, म वार्चोकीको परिवार हो, म यसरी सोच्छु है। त्यसले गर्दाखेरि म 75 वर्ष भए पनि म त्यो मन्दिरलाई त्यो गाउँलाई के गर्छु भन्ने मेरो मनमा छ। त्यसले गर्दाखेरि अहिले त्यो टिनको घर गोरेको गोठ होइन, मैले बनाइदिएको गोठ हो। गोरे बसेर गर्दा गोरेको गोठ गो भइगयो, बसेर बाहुन गो भइगयो। घर बनाउने म, बाहुनले पो लैदियो लालपुर त। त्यसले गर्दाखेरि त्यो घरभन्दा माथि गइसकेको छ। अब 2-3 दिनमा रिजिङ पुग्छ, त्यसपछि 2-3 दिनमा हेलिप्याड पुग्छ है। पुगेपछि सम्पूर्ण वार्डको त्यहाँ जानुपर्छ,
बल्ल मात्रै मलाई मजा आउँछ। बल्ल मैले गरेको मेरो दुःख बल्ल मेरो मैले है। अझै म बिसाउँदैन त्यहाँ, म बिसाउँदैन त्यहाँबाट म फेरि प्रभु डाँडा जान मन लाग्छ मलाई, प्रभु डाँडा जान मन लाग्छ मलाई है। त्यो प्रभु सँगैको हो कि होइन, त्यहाँ जान मन लाग्छ मलाई है। तर यो जिन्दगी केही मात्रामा होस्, म त्यहाँ जान मन लाग्छ। त्यहाँ पुगेपछि फेरि म अर्को कुरो भन्छु तपाईँहरूलाई है। त्यहाँ पुगेपछि म बल्ल अर्को कुरो भन्छु। र अहिले मेरो भाइको बारेमा अलिकति चर्चा गर्छु। सबै कुरो कृष्णले भनिसक्यो, कति राम्रो लेखेर दिएको छ कृष्णले। अझै कति कुरा कभर भएको छैन होला, तर एकदमै मिठो शब्द लेखेर यहाँ पुरो गर्दैछ। त्यो हो हाम्रो भाइ कृष्ण, उसको नाममै फेरि ताली मारिदिनु पर्छ, एकदम राम्रो। अनि उहाँको पछाडि एकदमै सधैँ पछाडि हिँडेर एकदम डाइरेक्सन गर्ने, म अगाडि भए पनि मलाई डाइरेक्सन गर्ने यहाँ माइला क्याप्टेन छ, धेरै धन्यवाद छ उहाँलाई है। म अगाडि बोल्छु, मेरो पछाडि चाहिँ यता हिँड्नु यता हिँड्नु भन्ने चाहिँ उहाँको है। त्यसले गर्दाखेरि मेरो भाइले फेरि ताइक्वान्डो मात्रै होइन, नेपालमा त के थियो पहिला ढुङ्गा हानी थियो नि त होइन। पहिला छोटी आउँदाखेरि 5 ठाउँमा ढुङ्गा जित्यो, 5 ठाउँमा है। ढुङ्गा पनि यस्तो फेरि 1-2 कदमको फरक हुनुपर्ने त 5 कदम फरक हुने फेरि। मान्छेहरू सानो घरे ओढेर आउने हो त न, जादु गरेको त्यो लोमतरीमा अहिले त्यो थाहा छैन है मलाई। जादु गर्दा गर्दा घरि उता सानोतिर पुग्छ भाइ, उहाँ पुगेको फेरि बारी लिएर आइगयो फेरि घरि त ढुङ्गा लिएर आऊ भन्दा बुहारीको लिएर आइगयो। धन्यवाद छ मेरो भाइलाई। बुहारी कहाँको स्याङ्जा कहाँको लम्जु, यो भगवान्को कृपा हो कि होइन? त्यति धेरै सोचिने भाटोमा थियो, स्याङ्जामा गएर बिहा गरेर आइदियो। मामुलीहरू सबै अलि रिस उठ्यो भने के गर्ने अब, उसको भाग्यले भन्दैदियो। यो एउटा जोक मात्र है। त्यसले गर्दाखेरि कति राम्रो 2टा छोरा, बुहारी नातिनी नाति सन्तानमै त्यसरी भइरहनु भएको छ। र ऊ सबै हरेक कुरोमा फिट, मतलब फिजिकली एकदमै फिट। त्यसले गर्दाखेरि 45 वर्षसम्म हङकङमा बस्न पाउने पनि उसको भाग्यको कुरो हो। हङकङबाट कहिले युके कहिले कहाँ जाने भएको त सायद त्यो हुने थियो होला, तर उसले नोकरी गर्ने जेलसम्म चाहिँ हङकङमै, अनि नोकरी सकेर पनि हङकङमै नोकरी पायो। त्यसले गर्दाखेरि यो सबै भगवान्को कृपा हो। त्यसले गर्दाखेरि बाबाआमाको आशीर्वाद हाम्रो माया हो। त्यसले गर्दाखेरि एकदमै राम्रो भइरहेको छ। आजको दिन एकदमै राम्रो भयो। त्यसले गर्दाखेरि धेरै खुसी लाग्यो। अब अन्तमा फेरि भाइले कति कुरा छोडी छ होला, फेरि भन्नु मन लाग्छ भन्छ भाइले, म फेरि यही स्टेजमा बोलाउँछु। ल यहाँ आउनु पऱ्यो माइला। थ्याङ्क यू दाइ। हुन त सबैले अब बाटोको लागि कन्ट्रिब्युसन सबैले गरेको छ होइन, त्यसमा चाहिँ अब हामी छुट्ने कुरै भएन हाम्रो परिवार। तर आज चाहिँ खासमा मलाई के लागिरहेको थियो भने वाट्सएपलाई चाहिँ कार्यक्रम हेरेर मैले चाहिँ अलिकति गर्नु पऱ्यो भनेर मैले कसैलाई केही पनि भनेको थिएन कि कार्यक्रम कस्तो हुन्छ, यदि कार्यक्रम राम्रो भयो भने 7 स्टारको भयो भने त्यही अनुसारले दिने होइन। ल गेस गर्नुहोस्, कार्यक्रम 7 स्टार भयो होइन। म होइन, अनेस्टली स्पिकिङ मैले दाइलाई पनि भनेको छैन होइन। अहिले भर्खरै मात्रै मैले परिवारलाई पनि भनेको छैन। मेरो मिसेस र मेरो कुरा हुँदै थियो होइन। मिसेसले होइन सबैले दिइसक्यो छिटो गर्नुहोस् न भन्दै थियो। म वाट्सएपको चाहिँ विकास कतिको भएर रहेछ त्यो पनि बुझ्न चाहन्छु भनेर हो। जे होस् धेरै कुरा नगरेर 7 स्टार भएपछि त्यो अनुसारको पनि हामीले अलिकति 7 स्टार अनुसारकै के अरे ल 10 भने 10 भइगयो। ल 10 लाख 10 लाख भोगायो मैले अहिले धेरै दिने छ गरे तिमीले 10 भनेको 10 दियो। र आमा स्वर्गीय काली गुरुको नाममा हो है, गर्दाखेरि चाहिँ उहाँहरूको नामको लागि हो। अनि हामीले धेरै गर्नु छ, केही छैन, त्यो बिस्तारै आउँछ। अनि तपाईँहरूलाई म के भन्न चाहन्छु भने अस्ति सानो मेरो सफ्ट ओपनिङ यहाँ भएको थियो। एउटा फिट नेपाल भन्ने एउटा स्पोर्ट फ्ल्याक्स एउटा त्यो प्रोजेक्ट चाहिँ हाम्रो हुँदैछ। अस्ति सफ्ट ओपनिङ भएको छ। तपाईँहरूको टाइम छ भने गएर हेर्नुहोस्। त्यो चाहिँ हामी
वार्डसोपले मात्रै होइन देशले पनि गर्व गर्ने एउटा चाहिँ हामीले एउटा योजना ल्याउँदैछ। त्यसको लागि अभियसली आफ्नो गाउँ त भुल्ने कुरै भएन। तपाईँहरूको पनि माया र सहयोग सपोर्ट चाहिँ चाहिन्छ। तपाईँहरू गएर त्यहाँ उभिदियो भने हामीलाई चाहिँ अलिकति जानकार र जोस पनि आउँदैछ भन्दै यो सानो मेरो भनाइ यही राख्न चाहन्छु। धन्यवाद भाइ, थ्याङ्क यू। ल मलाई धेरै धन्यवाद छ। मैले जितौँ भनेर 6 लाख दिएको भाइले झन् 10 लाख भने दियो। अब कम्पिटिसन गर्नु भएन। म अहिले बुढो भइगएँ, म नोकरी पाउने भए त अलिक थप्ने थियो। ल जे होस् एकदमै रमाइलो भइरहेको छ। यस पछाडि हाम्रो थोरै खाजाहरू छ, त्यो पनि याद गर्नु पऱ्यो है। तपाईँको योगदान मैले अघि नै पनि भने, तपाईँहरूको समग्र परिवारको योगदान हाम्रो गाउँको लागि, गाउँको विकासको लागि अपरिहार्य छ। अब कखसले फुल अनि खाते जान्छ ओडाएर सम्मान गरिदियो है। ल आमाम त बहुत धन्यवाद।
यहाँ मेरो कान्छी माइज्यू मिसिरी गुरुङ कान्छी माइज्यूबाट चाहिँ बाटोको लागि 50,000 दिँदैछ है। धेरै धन्यवाद मेरो माइज्यू, धेरै धन्यवाद। मेरो मामा स्वर्गमा भए पनि उहाँको आत्माले सन्तुष्टि पाउनेछ। धन्यवाद माइज्यू, धन्यवाद। हाम्रो लम्तरी माई मन्दिर मोटर बाटो निर्माणको लागि हामीलाई भर्खरै मात्रै 50,000 रुपियाँ प्राप्त भएको छ। आमाको सुस्वास्थ्य, दीर्घायु र उत्तर प्रगतिको कामना गर्दै हाम्रो बुवा जहाँ पनि हुनुहुन्छ अहिले उहाँको चिर शान्तिको कामना गर्न चाहन्छु र लम्तरी माईले यहाँको परिवारलाई सदैव सुरक्षित र सुस्वास्थ्य राख्नु भन्न चाहन्छु।
रानीलाई हो न्यै चोलो चिनो गुल्स्यो रानीलाई सम्हाली थिनो जुनी भरिलाई सम्हाली थिनो जुनी भरिलाई सम्हाली थिनो जुनी भरिलाई सम्हाली थिनो
सम्हाली थिनो जुनी भरिलाई
धेरै धेरै धन्यवाद चाहना दिदीहरूलाई। वास्तवमा भन्यो भने हामीले विश्व नै जितेका छौँ। धन्यवाद सौजी राजा। यहाँ सानो गेम पनि खेल्नु पऱ्यो होइन। त्यो गेम चाहिँ एकदमै सिम्पल छ है। त्यो गेम त तपाईँले विन विन, तपाईँ चाहिँ केही नगरिकन तपाईँले जित्नुहुन्छ, प्राइज पनि पाउनुहुन्छ है। यो चाहिँ एकदमै तर टाइममा सक्नुपर्छ। यो चाहिँ हाम्रो वार्सु गाउँको गीत चाहिँ बजाउँछ होइन। अहिले ठ्याक्कै 3 बज्यो, 3 to 3:30 आधी घन्टा गीत बज्छ होइन। त्यो गीत बज्दाखेरि जो यहाँ आएर नाच्छ त्यसले 1000 पाउँछ है। गर्दाखेरि होइन त्यो 1000 तपाईँले इन्डिभिजुअल तपाईँ आफ्नो लागि हो, तर तपाईँको आफ्नो सोही छ होइन। उहाँहरूको चाहिँ नाच हेरेर अलि धेरै दिउँ भनेको, किनभने उहाँको नाच अलि मिलाएन होइन, हो कि होइन? हो, नेक्स्ट टाइम आउँदाखेरि राम्रो मिलाउनु पऱ्यो है। गर्दाखेरि यो 1000 चाहिँ इन्डिभिजुअल दिए उहाँहरूलाई दिएको, समाजलाई होइन। पछि समाजको लागि त आउँछ, टाइम आउँछ। तर जो यहाँ आएर नाच्नुहुन्छ नि, तर कम्प्लिट फेरि त्यो गीत सक्नु पऱ्यो नि। फेरि गीत नसकिकन गयो भने तपाईँले पाउँदैन है। त्यो रिजल्ट त्यो होइन। केटा मान्छे चाहिँ अर्कै गर्नुपर्छ। त्यो केटा मान्छेले पाउँदैन। धन्यवाद छ सबैलाई।
यहाँ मेरो बुहारीले नाम भन्छ तपाईँहरूले चाहिँ हुटिङ गर्ने जसको नाममा धेरै हुटिङ हुन्छ नि त्यसले जितेको हुन्छ है ल उहाँको नाम आफूले भन्छ त्यतिखेर तपाईँहरूले हुटिङ गर्ने है रेडी लक्ष्मी गुरुङ धन्यवाद नाथ पार्टीलाई यो एउटा मनोरञ्जन हो। यो गीत चाहिँ 73 सालको पुसको 7 गते सुरु भएको पुसको 7 गते वीरहरू यो गाउँमा जन्मिन्छ भनेर भनेको थियो नि। वीर जन्मे कि जन्मेन? तुलसी वीर हो कि होइन? तुलसी वीर हो कि होइन? हो जन्मियो वाचमा जन्मियो कसले गर्दा जन्मियो? कसको आशीर्वादले जन्मियो? नागको आशीर्वादले नागदेवीले नागदेवी कि धन्यवाद। धन्यवाद आयो नाग पनि आयो अहिले फेरि हामीले गर्दा छुट्छ 3:30 हो गयो आज फेरि फेरि मान्छे मसँग पैसा छैन ल छिटो आऊ छिटो
हाम्रा नेक्स्ट 5 कलाकारहरूलाई सम्मानको कार्यक्रम भइरहेको छ। कृपया ताली बजाइदिनु होला। र यो सँगसँगै हामीसँग आएका रकमहरूको विवरण पनि म तपाईँहरू समक्ष सार्वजनिक गर्न चाहे। सर्वप्रथम हाम्रो सोल्टी पदम वृन्द गुरुङले पहिला हामीलाई 1,01,111 रुपियाँ बाटोको लागि दिनुभएको थियो र उहाँले पुनः अहिले आज 1,01,345 रुपियाँ थपेर उहाँले 2,02,456 रुपियाँ उहाँको कुल छ। उहाँको परिवारलाई लम्तेरी माईले सदैव रक्षा गर्नुहोस्। यसै गरी हाम्रा आजका प्रमुख अतिथि आदरणीय व्यक्तित्व समाजसेवी उहाँको विषयमा हामीले भनेर साध्यै छैन, धेरै नै कमी हुन्छ उहाँको विषयमा भन्नुपर्दा। र श्री तुलसी कुमार गुरुङको परिवार उहाँ दिदी र उहाँको तर्फबाट हाम्रो यस मोटर बाटो निर्माणको लागि रु 10 लाख रुपियाँ हामीलाई आज प्राप्त भएको छ। र यसै गरी उहाँका ज्येष्ठ सुपुत्र वरिष्ठ अधिवक्ता श्री बालकृष्ण गुरुङज्यूको तर्फबाट रु 50,000 र यसै गरी उहाँका कान्छो सुपुत्र श्री प्रशान्त गुरुङको तर्फबाट रु 50,000 हामीलाई आउने वचन भइसकेको छ र केही रकमहरू हामीले पाएका पनि छौँ। आज हामी समक्ष हामीले प्राप्त गरिसकेका छौँ। र हाम्रा आदरणीय आमा मसिना गुरुङ, मसिना भनेपछि सबैले चिन्ने, र हाम्रा स्वर्गीय बुवा श्री जुगबहादुर गुरुङज्यूको तर्फबाट पनि हामीलाई रु 50,000 रुपियाँ प्राप्त भएको छ। मिसिरी गुरुङ र बुवा स्वर्गीय जोगबहादुर गुरुङज्यू र कुल रकम हाम्रो पहिला उठ्ने र उठ्नुपर्ने र उठिसकेको 74,12,698 र आज 12,51,345 कुल जोड्दा 86,64,043 रुपियाँ हाम्रो यो मोटर बाटोको लागि हामीले हाम्रो हातमा केही रकम आइसकेको, केही न्यून रकमहरू आउन बाँकी रहेको यहाँसँग सार्वजनिक गर्न चाहन्छु। र आजको कार्यक्रमलाई चलाउँदै र तपाईँहरू समक्ष विभिन्न कार्यक्रमहरूलाई सम्पादन गर्दै गर्दा काहीँ केही त्रुटिहरू हुनु गएमा म पुनः एकपल्ट तपाईँहरू समक्ष क्षमा प्रार्थी चाहँदै आजको यस कार्यक्रमलाई यहीँ नै, किन उहाँहरू आज फेरि अन्तै कहाँ जानुपर्ने कार्यक्रमहरू भएको कारणले गर्दाखेरि हामी यो कार्यक्रमलाई औपचारिक रूपमा यहीँ नै सम्पन्न भएको घोषणा गरिदिनुको लागि म संरक्षक श्री ईश्वरबहादुर गुरुङज्यूलाई माइक हस्तान्तरण गर्दै बिदा हुन चाहन्छु। धन्यवाद। जय नाता। जय। धन्यवाद हाम्रो क्याप्टन साहबलाई। मलाई कसैले भन्थ्यो तपाईँ अगाडि गएपछि तपाईँको चन्द चाहिँ 1 करोड पुग्छ है भने भन्थ्यो मलाई के। अब मन्दिर पनि सकिन ला, के अरे बाटो पनि सकिन लाग्छ, फेरि पैसा पनि 1 करोडतिर जाँदैछ क्या। त्यसले गर्दाखेरि म यति साह्रो खुसी छ, मेरो फोटो भइमा छैन कि जस्तो भएको हुन्छ है। यो कसले गर्दा? वाट्सएप गाउँले गर्दाखेरि है। वाट्सएप गाउँले गर्दाखेरि यसमा साथ दिने मेरो माइज्यू मिसिरी गुरुङ
म त भातोमै हुर्केको हो, भातोमै भर्ती भएर गएको हो। भातो त जुन दिनमा म जान्छु त्यो दिनमा मात्रै भुल्छु, नत्र मैले भुल्दैन, कहिले पनि भुल्दैन मैले है। त्यस्तै वाटो गाउँ भयो, लम्थरी माई भयो, त्यस्तै लम्थरी जाने बाटो भयो। त्यसले गर्दाखेरि यति खुसी छ, यो मेरो भाग्य हो। मेरो भाइको भाग्यले चाहिँ दुनियाँ चिनाएको छ, मैले पनि वरिपरि चिनाएको जस्तो लाग्छ। सायद चिन्दै जान्छु होला, चिन्दै जान्छु होला। एक दिन म नभए पनि मलाई चिन्छ भन्ने मलाई विश्वास छ। त्यस्तै मेरो भाइले नाम कमाएको छ। म सधैँ आशीर्वाद दिन्छु मेरो भाइलाई, मेरो परिवार, सम्पूर्ण मेरो वार्डको परिवार, सबै दाजुभाइ दिदीबहिनीलाई चाहिँ मेरो तर्फबाट धेरै माया। अनि आज अन्त्य गरौँ। बस्न मन लाग्दा पनि हामी छुट्नु पऱ्यो। धन्यवाद।